आज चाहिँ हाम्रो हस्पिटलमा एपोइन्टमेन्ट थिएन, त्यही भएर हामी होटलको अनरसँग कुरा गरेर उसले एउटा अटो बुक गरिदियो, हामीलाई रिजर्भ गरिदियो दिनभरिको लागि, र त्यही भएर हामी 700 रुपियाँ अटोलाई दिएर हामी 3टा मन्दिर घुम्नु गइरहेको छौँ। र पहिलो मन्दिर चाहिँ हामी यहाँ सिएमसी ओल्ड हस्पिटलको बाट 2-3 किलोमिटर मात्रै लाग्छ, र अहिले हामी त्यहाँ मन्दिरको त्यहाँ पुग्यौँ, र मन्दिरमा त्यहाँ अटोले हामीलाई त्यहीँ छेउमै गेटकै छेउमा पुऱ्याइदियो, र हामी त्यहाँ फोटोहरू खिच्यौँ, मैले भिडियो बनाएर अन्त त्यहाँनिर फुलहरू बेच्ने मान्छेहरू त्यहाँनिर बसिरहेको थियो, हामीले फुलहरू किन्यौँ र फोटो भिडियो पनि बनायौँ। र त्यहाँ एकजना बोजू पनि हुनुहुन्थ्यो, त्यहाँ बोजू चाहिँ फुल मजाले उनिरहनु भएको थियो, त्यहाँ मन्दिरमा भगवानलाई चढाउने फुलहरू छ, र त्यहाँ उसलाई मैले भिडियोहरू बनाएँ र त्यहाँ उसकोबाट फुलहरू किनेर अन्त हामी फोटोसोटो खिच्यौँ, त्यहाँ 5-10 मिनट त्यहाँनिर टाइम स्पेन्ड गऱ्यौँ फोटोहरू खिचेर। र हेर्नुहोस् न कति राम्रो छ है मन्दिर, एकदमै ब्युटिफुल, एकदमै पहिले उहिले सताखुइले बनाएको मन्दिर हो रहेछ। र म मन्दिरभित्र गएर अल्दो मन्दिरभित्र फोटो भिडियोहरू बनाउनु दिँदो रहेन रहेछ, भित्रैपट्टि चाहिँ भगवानहरूको, त्यही भएर बाहिरको फोटोहरू त्यहाँनिर अब स्ट्रक्चर्सहरूको फोटोहरू बनाउनु त केही त्यस्तो रहेन रहेछ। र मैले भिडियोहरू बनाएँ त्यहाँनिर, त्यहाँ पिलरहरू पनि हेर्नुहोस् न कति मजाले क्रेभिङ्स गरेर त्यहाँनिर बनाएको रहेछ ढुङ्गाबाट। र एउटा ढुङ्गा लेयर पहिलेको जमानामा कसरी बनायो भनेर म आफै सक भएर त्यहाँनिर मन्दिरमा दर्शन गरेर टिका लगाइदियो, र टिका लगाएर त्यहाँनिर कति मान्छे ध्यान गरिरहेको थियो, यहाँ बोजू पनि ध्यान गरिरहनु भएको छ। अन्त उनीहरू यहाँ 2जना कपाल मेरो अगाडिबाट सट्टै गएर मैले त्यो उनीहरूको भिडियो पनि क्याप्चर गरेँ, एकदमै दामी देखिरहेको थियो। र मैले मेरो आफै भिडियो बनाएर यो मन्दिरबाट हामी अर्को जाँदैछौँ।